हेलो एभ्रिवान, आज मैले 2 दिन न 3 दिन बाद भिडियो बनाएको। बनाने पनि अब यति लामो बात गर्नु मन पर्दैन, किन मलाई पनि लामो कन्टेन्ट सुन्नु मन लाग्दैन। मैले सर्टकटमा भनेको कि मतलब अब के बनाउने कन्टेन्ट। अब मान्छे भन्छ कि खानाको बनाए, अब के बनाउने मैले। अब खाना बनाउँछु त मैले फुटबल खेलेर त देखाउन सक्दैन, यसो कहिले कहिले नाचेर देखाइदिन्छु। त्यही भएर आज यो नानीहरूलाई मैले पढाएको 2 जनालाई। तुम्हारा नाम क्या है पिंचई? ओ तुम्हारा नाम क्या है? पिंचई हो यो। और तुम्हारा नाम के है? ये 2टा गधाहरू। यो चाहिँ अलिक ठिकै छ, यो झन् डरलाग्दो। यसले गर्दा आमाहरूलाई यति टेन्सन हुन्छ नि पढ्नुको लागि। अहिले मैले बसेर पढाएको। कोहीले भन्छ निन लाग्यो, यति ठगुवा के नानीहरू। हुनु त हामी पनि यस्तै थियौँ सानोमा, याद भएको चिजहरू दिने पढ्नुको लागि। एकदम पुछे भन्दै के। अर्कोलाई यत्रो आँखा छ, राई गरे। खै देखा त तेरो आँखा, नाम के हो? राई गर्ने आँखा होइन, गोरुको जस्तो यत्रो याद भएको चिजहरू बताउँछ। त्यही भएर बच्चे लोग पढ्ना, ठीक है ना? भोलि पर्सि हाम्रो जस्तो जिन्दगी नहोस्, अफिसर बनो, पढो लेखो। सबैको आमा बाबाले पढाउँछ, त्यो मैले एकदम भिडियो गरेर देखाएको होइन कि। अब यिनीहरूलाई मतलब अब एउटा इम्पोर्टेन्स रहेछ कि मेरो अब ट्युसनको माथि मात्रै डिपेन्ड गर्नुहुन्न के। आएर आमा बाबा हेर अनपढ हुन्छ, पढाइ लेखा अनपढ आमाहरूले पनि पढाउँछ, बट एटलिस्ट आएर आमाहरूको काम हुन्छ कि जति पनि व्यस्त होस्, बिजी होस्, वर्किङ वुमेन होस्, जे पनि सोध्ने कि नानीले के पढेछ भने। मेरो छोरा त ठुलो भयो, म त त्यो टाइम पनि पाएको थिएन बिचरा सोध्ने, कति थियो प्रब्लम्सहरू। त्यही भएर अरूको नानीलाई हेर अहिले मलाई इक्जाम्पल बताउँछ, मान्छे रिसान्छ, के गर्ने। सो साथीहरू है, भेटौँ फेरि। दाँत त अब के हाँस्नु पनि सरम लाग्छ।